नमस्कार दर्शकबिन, आज हामी कैलालीको बर्दगुरिया धाममा छौँ। बर्दगुरिया धाममा हरेक वर्ष चाहिँ यस वर्ष भोलि 28 गतेबाट माघको 2 गतेसम्म प्रत्येक वर्ष लाग्ने गर्छ र यस वर्ष पनि लाग्ने तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। यति बेला यहाँ धमाधम पछाडिपट्टि थुप्रै व्यापारीहरूले स्टल तयारी पारिसकेका छन्। यतापट्टि स्टल थुप्रै बनिरहेका छन् र स्टेज कार्यक्रम पनि तयारीको लागि बनिरहेको छ। हामीसँग मेला संयोजक रामबहादुर चौधरी हुनुहुन्छ, जुन लामो समयदेखि बर्दगुरिया धामलाई विकास गर्नुपर्छ, यस क्षेत्रको सम्म चाहिँ प्रसार गर्नुपर्छ, बर्दगुरिया धामलाई विकासमय गराउनुपर्छ भनेर प्रत्येक वर्ष उहाँले चाहिँ यस ठाउँमा आएर महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ। कार्यक्रम जुन बर्दगुरिया धाममा हुँदैछ, यहाँ भारतीय रामलीलादेखि स्थानीय राष्ट्रिय कलाकारसम्म यहाँ आउनेछन् भनेर आयोजकले जनाएको छ। जुन बर्दगुरिया विकास क्षेत्र तथा संरक्षण मञ्चको आयोजनामा यहाँ हुँदैछ। हामीसँग कार्यक्रमका संयोजक हुनुहुन्छ, यहाँलाई स्वागत छ। धन्यवाद। भोलिबाट लाग्ने जुन मेला छ यसको तयारी कहाँसम्म पुग्यो? लगभग अन्तिम चरणमा पुगिसकेको छ। अब तपाईँ देखिरहनु भएको छ, स्थलहरू धमाधम आइरहेछ। अब हामी चाहिँ अब फेरि यो रामलीलाको लागि चाहिँ अब यो टेन्ट चाहिँ अब उनीहरूले भनौँ न पूर्ण रूपमा चाहिँ अब बनाइराख्नु भएको छ। लगभग अब अन्तिम चरणमा आइसकेको छ। अघिल्लो वर्ष पनि तपाईँले यहाँ महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो। उतापट्टि चाहिँ महायज्ञ लागेको थियो भने यतापट्टि रामलीला सहित कार्यक्रम भएको थियो। योचोटि के हुँदैछ यहाँ चाहिँ तपाईँको? हामी चाहिँ हाम्रो विचारमा हाम्रो चाहिँ भारतदेखि चाहिँ रामलीला ल्याउने विचार छ र स्थानीय कलाकारलाई बिजोड हामी चाहिँ प्रस्तुत गर्छौँ भन्ने चाहिँ सोच गरेका छौँ। लगभग त्यो जिम्मा चाहिँ हाम्रो पदमजीलाई म दिइसकेका छौँ। उहाँ चाहिँ अब लिखित रूपमा चाहिँ उहाँहरूको चाहिँ सङ्कलन गरिसक्नु भएको छ। लगभग राम्रै होला सोचमा हामी बनाएको छौँ। स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रियसम्मको कलाकार यहाँ आउँदैछन्? नै, अन्तर्राष्ट्रिय होइन सर, अन्तर्राष्ट्रिय रामलीला भारतको चाहिँ आउँदैछ भन्ने सुने मैले। हो, त्यो पक्कै हो, आउँदैछ। अब सायद म भोलि नै जान्छु उनीहरू लिन जाँदै हुनुहुन्छ? हजुर, भोलि म लिएर लगभग 3-4 बजी म यहाँ पुग्न ल्याइहाल्छु। कार्यक्रम चाहिँ भोलि कति बजी यो चाहिँ उद्घाटन हुन्छ? उद्घाटन 2:30 बजीतिर हुन्छ होला। 2 बजी? 2:30 बजी। अनि यो उहाँहरू चाहिँ अगाडि नै आउनुपर्छ मलाई लाग्छ। उहाँहरूभन्दा पनि हामी अब यता के गरेका छौँ भने देउडालाई पनि उ गरेका छौँ। त्यसपछि चाहिँ हामी थारू नाचगानहरू होइन लगभग हामीले तयारी चाहिँ हिजो नै गरिसकेका छौँ। हजुर। यो पटक चाहिँ यो बर्दगुरिया धाममा कति हजार दर्शकलाई भित्र्याउने तयारीमा हुनुहुन्छ? अब सोच त हामी धेरै बनाउँछौँ, तर त्यही पनि अब आफ्नो धेरै कुराहरू के हुन्छ भने अधिकार कुरा पनि आउँछ। अधिकार अब सम्पन्न पुनः नमिलेपछि अलि आफूलाई पनि दुःख लाग्छ। मैले जे सोचेको थिएँ मैले होइन गर्छु भनेर भनेको थिएँ, तर अब हाम्रो भनौँ न यो समितिद्वारा चाहिँ अलि असहयोग पाइयो। त्यो हुनाले भएन तपाईँलाई? भएको छैन मलाई। अलि मैले जुन काम जो सोचेको थिएँ त्यो चाहिँ गाह्रो भइरहेछ। त्यही कारणले अघिल्लो वर्ष तपाईँले चाहिँ सब यही तरिकाले चाहिँ कार्यक्रम चलाउनु भएको थियो, योचोटि पनि गर्छु भनेर चाहिँ लाग्नु भएको छ। त्यसमा मेलाबाट जुन समिति थियो त्यहाँबाट सहयोग छैन तपाईँलाई? यस्तो छ, तपाईँको के छ भने जुन हाम्रो मूल यो बर्दगुरिया संरक्षण समिति छ नि, त्यहाँ उहाँको जो अध्यक्षजी हुनुहुन्छ उहाँसँग परामर्श गरिसकेपछि अब मेला व्यवस्थापन कसरी गर्ने होइन। अब यहाँ धेरै किसिमका छन्। अब सुरक्षा निकायमा स्वयंसेवक कहाँबाट ल्याउने धेरै किसिमका त्रुटिहरू छन्। म लगभग म हिजो नै उहाँसँग बसेर सबै कोर्डिनेट गरिसकेँ होइन। त्यही भएको हुनाले अब लगभग अब त्यस्तो सहयोग त मलाई म जे होस् म उहाँसँग कुरा गर्दाखेरि अब उहाँले चाहिँ अलिकता राम्रो कुरा मसँग चाहिँ देखाउनु भएन। त्यस कारणले मेरो चित्त दुख्यो अनि अलिकति म यसपालि अलिक बेगै छु। हजुर। अब यो कार्यक्रममा चाहिँ यो एकदम धार्मिक स्थल सबैको साझा हो। तपाईँ पनि एउटा चाहिँ त्यो जुन समितिमा नभए पनि एउटा मेला संयोजकको रूपमा काम गरिराख्नु भएको छ। एउटा चाहिँ राम्रो गर्नुपर्छ भने सघाउँछु भनेर आउनुभयो नि त तपाईँ भनेको छ, मेलाको समितिलाई सघाउँछु भनेर। अनि तपाईँहरू चाहिँ अब यो अन्तिममा आउँदाखेरिमा चाहिँ अब यो अप्ठ्यारो भयो जस्तो हामीलाई लाग्छ होइन, किनभने अन्य दर्शकहरूलाई पनि के भइराख्यो यहाँ व्यवस्थापन किन भएन भन्ने खालको पनि हुनसक्छ होइन। हो, म हाम्रो अध्यक्षजीलाई यो बर्दगुरिया धाम संरक्षणको अध्यक्षजीलाई म के भने हामीले अब यो सरसफाइदेखि लिएर धेरै कुराहरू छन् होइन। हामीसँग आर्थिक छैन उहाँले भन्नुभयो, ठिक छ, छैन भने मैले चाहिँ होइन कहाँबाट व्यवस्था गर्छु म गर्छु, तर मलाई जिम्मा दिनुहोस् भनेर भन्यो होइन। भनिसकेपछि उहाँले के भन्नु भने अब धेरै किसिमका कुराहरू गर्नु, पछाडि कुरा गर्नुभयो। पछाडि कुरा चाहिँ उहाँको कुरा अलि मलाई चित्त दुख्यो। दुखिसकेपछि मैले चाहिँ हिजो नै आएको थिएँ म व्यवस्था गर्छु भनेर।
अनि लगभग पालिकासँग पनि कुरा गरिसकेको थिएँ मैले एक ड्रम तेल ल्याएर चाहिँ यहाँ सरसफाइ गर्नुपर्छ भनेर मैले उहाँसँग भन्दाखेरि उहाँले के भन्नुभयो मैले उहाँले के भन्यो भने यस्तो यस्तो कुरा छ के गरौँ भनेर भने नै अब मैले भने आफ्नो तर्फबाट गर्छु तर चाहिँ अब गरिसकेपछि भोलि चाहिँ मलाई रिटर्न गरिदिनु होला भन्ने कुरा त गर्नु पऱ्यो उहाँलाई भनिसकेपछि उहाँले के भन्नुभयो भने हामी सक्दैनौँ भन्ने कुरा गर्नुभयो होइन तब अब हरेक कुरा गर्दाखेरि उहाँसँग सोध्नुपर्ने भयो होइन त्यो सोधेर त हुँदैन होइन जब मेला अध्यक्ष भइसक्यो मेला व्यवस्थापन समितिको अध्यक्ष भइसकेपछि मैले गर्नुपर्ने कुरा के हो मैले कसरी गर्ने यसले व्यवस्थापन कसरी गर्ने भन्ने कुरा त म मेरो अन्तरमा छँदैछ तर उहाँसँग गर्दाखेरि चाहिँ उहाँले के भन्नुभयो भने अलिकति उस्काइ देखाउनु भएन त्यही कारणले गर्दा चाहिँ अब त्यसो कुरा नगरौँ ठिक छ उहाँले जे भन्नुभयो राम्रो हुन्छ मैले जब मेरो काम के हो भने मैले इन्डियादेखि मेला ल्याएर यो स्टेजमा राखिदिन्छु र उहाँहरूले राम्रोसँग चाहिँ अब आफ्नो कार्यक्रम नाचगान गर्नुहुन्छ उहाँहरूले चाहिँ अब दर्शकहरूको मन जित्नुहुन्छ भन्ने आशा लिएको छु अब थारूहरूको नयाँ वर्ष माघ 1 गते जुन 1 गते यहाँ नुहाउनुको लागि थुप्रै दर्शकहरू भक्तजनहरू आउनुहुन्छ व्यवस्थापन छैन भन्ने धेरैले चाहिँ गरिराख्नु भएको छ अघिल्लो वर्ष पनि नुहाउन पाएनौँ एउटा चाहिँ तीर्थस्थल हो बर्दगुरिया धाम भन्छन् यो किन हुन सकेन अब यो के हो भने यो जुन हाम्रो ताल थियो त्यो तालमा चाहिँ अहिले बनाएको छ एउटा मन्दिर बनाएको छ योभन्दा अगाडि ताल राम्रै थियो होइन उसले व्यवस्थापन गर्न अब मैले पटक पोर्सल पनि भने हुँ हामीले चाहिँ एउटा पाइप लगाएर पनि चाहिँ भक्तजनलाई होइन के अरे नुहाएर चाहिँ पूजा गर्नुहुन्छ भनेर उहाँको व्यवस्था गर्न खोजिया हो तर जुन समर्सियल मोटर थियो त्यो बिग्रिया छ अनि हरेक कुराहरू यहाँ चाहिँ अलिक समस्या छ यो व्यवस्थापन गर्न चाहिँ अब मैले दुई चार दिनमा सक्दैन त्यही कारणले के हो भने जो मूल अध्यक्ष छ बर्दगुरिया संरक्षण मञ्चको अध्यक्ष त्यो अध्यक्षले नै हेर्नुपर्ने कुरा हो नि त होइन अब आइसकेपछि चाहिँ अब 2-4 दिनमा सबै व्यवस्था गर्न गाह्रो नै हुन्छ त्यही कारणले म के भन्छु भने उहाँलाई जस्तै मन्दिरको छेउमा एउटा पानी भएन भने समस्या छ अब भक्तजन आएपछि कहाँ नुहाउने त होइन नुहाएर त आउनु भएन रातभरि के अरे नाटक हेर्नुहुन्छ सबै गर्नुहुन्छ भनेपछि मनोरञ्जन गर्नुहुन्छ समस्या छ त्यही कारणले अब कुरा बुझ्नु पर्ने त पुरानो के यो बर्दगुरिया धामको अध्यक्षले हो अब मैले पोर्सल पनि गरे हुँ समर्सियल मोटर लगाएर पाइप जोडान गरे हुँ तर चाहिँ उसले व्यवस्था चाहिँ अलि गाह्रो भयो अहिले पनि चाहिँ बनाएर राखिदिएको छु म हिजो पनि उहाँले भने ल त्यो ल्याएर चाहिँ हालुस् के नै भए 5-6जना चाहिँ 10-20 जना नुहाउँछन् होइन अलिअलि नुहाएर पनि हुन्छ भन्ने कुरा मैले उहाँलेसँग गरेँ हुँ अब उहाँले कुरा बुझ्नु भयो कि भएन कुरा बुझ्नु भयो भने ठिक छ बुझ्नु भयो भने म भन्न सक्दिनँ उहाँको कुरा अब यो मेलालाई जुन धेरै नागरिकहरू यहाँ राति आउनुहुन्छ सुरक्षा अवस्था निकै गाह्रो अवस्था छ अहिले पछिल्लो समयमा देशको परिस्थिति नै गाह्रो छ यसमा चाहिँ तपाईँहरूको जुन तपाईँ संयोजक भइरहँदा र यहाँको चाहिँ कमिटीसँग कसरी चाहिँ सहकार्य गरेर कसरी सुरक्षा व्यवस्थापन गर्नुहुन्छ हामीले हिजोको बैठकमा बसिसकेपछि सुरक्षा निकायहरूसँग हामीले स्वयंसेवक राख्नुपर्छ भनेर चाहिँ मैले कोर्डिनेट गरेँ गरिसकेपछि अब कहाँबाट ल्याउने भन्ने कुरा भयो उहाँले चाहिँ अब मैले भने म अस्ति पनि भने तपाईँलाई जिम्मा दिइसकेपछि कि दिनुपर्छ कि दिनुपर्छ सकिन्न भने म सक्दैन भने हात उठाइदिनुपर्छ भनेर भने उहाँले धेरै कुराहरू गर्नुभयो भनिसकेपछि मैले ल है म त मेला ल्याइदिने हो मेलाको व्यवस्थापन के अरे यो स्टलको व्यवस्थापन गरिदिने हो अनि चाहिँ तपाईँको चाहिँ मेला ल्याएर चाहिँ यहाँ स्टेजमा राखिदिने हो होइन त्यो मेरो जिम्मा त्यति हुन्छ म आर्थिक पनि लिन्न के पनि लिन्न भनेर म अस्ति हिजो नै उहाँसँग भनिहालेँ भनिसकेपछि अब उहाँले म आफै गर्छु भन्नुभएको छ अब के हुनुभएको छ मलाई थाहा छैन अब अन्तिममा चाहिँ थुप्रै लाखौँ दर्शकहरूलाई भक्तजनहरूलाई के भन्नुहुन्छ सर्वप्रथम त म मेचीदेखि महाकालीसम्म जति पनि भक्तजनहरू छन् बर्दगुरिया धामलाई एकदमै के अरे इच्छुक जो भक्तजनहरू छन् उहाँहरू आइदिनु होला मनोरञ्जन गरिदिनु होला जे होस् यहाँको चाहिँ अब यो पर्यटकहरूलाई अलिकति रमणीय तरिकाले रमाइदिनु होला भन्दै म भन्न चाहन्छु उहाँलाई दर्शक पनि हामीले कुराकानी गऱ्यौँ मेला संयोजकको रूपमा रामबहादुर चौधरीसँग विशेष गरी कुराकानी गऱ्यौँ अर्का दिन अर्का अतिथिसँग कुराकानी गर्नेछौँ अहिलेको यो कार्यक्रमबाट बिदा हुन्छु नमस्कार